नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ रेडी भएर आज छिमेकीको बिहेमा जान लागेको हो। हेर न, यहाँ नानी भर्खर आएको बोर्डिङबाट, त्यही भएर यहाँ हतार भइरहेछ। हामी चाहिँ किन हतार किन लोटाएको यो बिहे चाहिँ यहीँ नजिकै छ हाम्रो घरदेखि, उतै यो बिहे चाहिँ। हामी चाहिँ जाँदैछौँ बिहेमा। मान्छे फर्किने बेलामा हामी जाँदैछौँ। फर्किसक्नु भएछ उप बडीहरू फर्किसक्नु भएछ बडीहरू। नास्ता अरे यो हामीले लिने हो कि अरूलाई हो? यो अरूलाई नै हो। ए के हाल्नु लाग्यो? मलाई त मनपर्छ। ल भयो बनाइदिएको। कस्तो रहेछ मम्मी? आएर राम्रो आइरहेछ भिडियो। अनि मैले के गर्नु त? यो दुईटै कुखुराको हो? यो चाहिँ यो छोडेर लगाइदिनु ल। हुन्छ त्यो नहालिदिने, सलाद मात्रै लगाइदिनु। ए हजुर, यो चाहिँ मम्मी खानु न अरे हामी। ए म त चम्केर कालो आलु छ। एकदिनमा ल्याइदिनु न, भर्खर तिमीले म चाहिँ अहिले घर आएको, एकछिन यहाँ काम पर्छ र। खासमा टोइलेट आएको। बेहुली देखाउँछु ल म तपाईँहरूलाई, बेहुली देखाउँछु अब। आमा खोइ खोइ बेहुला बेहुली चाहिँ बेहुला बेहुलीको भिडियो बनाऊँ भनेर त बेहुला बेहुली भित्र गइ पो हाल्नु भएको छ। बेहुला बेहुली गइहाल्नु भएछ ल। बेहुला बेहुली बस्नु।
हामी चाहिँ बिहेबाट फर्केको अब मम्मी त अघि गइहाल्नु भएछ नजिकै छ कि त्यही भएर मम्मी चाहिँ अघि जानुभएछ हामी चाहिँ फर्केको यहाँ आउन हामी भनेको हामी मात्रै हो नि आन्टी कामै गर्नुहुन्न अँ अनि अघि जानु पर्दैन काम गर्ने मान्छे के काम गर्नु छ र भात पकाउनु के छ र अब पकाउने सो हामी चाहिँ फर्क्यौँ आजको लागि यति नै भिडियो जस्ट बिहेमा गएको मात्रै यसो क्याप्चर गरेको हो बेला बेहुली कस्तो लाग्यो भनिदियो नि राम्रो लाग्यो भाउजूलाई भाउजू दा बेहुला बेहुलीको भिडियो डान्स हेरेर आएको हामी चाहिँ होइन त्यही भएर अलिकति ढिलो भयो सो आजको लागि यति नै अब बाई बाई